ट्र्याकमा छ के पनि राधे राधे जय श्री राधे श्याम। यो नेपालकै सबभन्दा अग्लो झरना, दोस्रो नम्बरको अग्लो झरना। यहाँ हुनुहुन्छ दधिरामजी, दधिराम शरणजी। राधे राधे दधिरामजी। यता हुनु न उत्सवजी। राधे राधे। यो नेपालको दोस्रो नम्बरको अग्लो झरना। नेपालकै दोस्रो अग्लो झरना पन्दाजीले वर्णन गर्दै हुनुहुन्छ, सुन्नु होला। ओखलढुङ्गाको पोकली झरना भन्ने ठाउँ। यस झरनाको नाम चाहिँ पोकली झरना। यो चाहिँ पहिला चाहिँ पोकली गाविस भनेरै थियो, तर अहिले चाहिँ लिखु गाउँपालिका भनेर वार्ड नम्बर 9 मा रहेको छ। जसलाई पोकली झरना भन्छ। हजुरहरू आनन्द लिँदै हुनुहुन्छ यहाँ। कस्तो लाग्छ हजुरहरूले देखेर प्रतिक्रिया दिनु होला। जय श्री राधे। हेर्नु, यो त दोस्रो छाँगो भनेर भनिएको रहेछ। यसमाथि पनि अरू ठुलो छाँगो छ भनेर भनिएको छ, तर त्यहाँसम्म पुग्ने कुनै व्यवस्था छैन अहिले। पुग्ने व्यवस्था नभएको हुनाले यहीँबाट हजुरहरूलाई दर्शन गराउँदै यहाँ उत्सवजी हुनुहुन्छ। उत्सवजी उता पारिपट्टि ओ हाम्रो गुरुजीहरू चाहिँ गुफाको खोजीमा हुनुहुन्छ। पक्कै मलाई लाग्छ उहाँहरूले गुफा भेटिसक्नु भएको छ भन्ने। उहाँहरू त्यहाँ केही न केही आवास भएरै उहाँहरू पुग्दै हुनुहुन्छ। कति मेहनतको साथमा। राधे 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 जय जय श्री राधे श्याम। हामीसँगमा दुईजना पनि गर्ने गुफा चाहिँ त्यो माथि। अहिले चाहिँ गुफाबाट निक्लिनु भएको दर्शन दिनको लागि। बिहान 4 बजे पस्नु भएको थियो। अहिले हामी यता दर्शन गर्न आयौँ। बल्ल निक्लिने बेला भएछ। राधे 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 जय जय श्री राधे 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 राधे। आउनु आउनु। जान त सजिलो कि आउन चाहिँ साह्रै गाह्रो रहेछ। गुफा हेरेर आइयो माथि गएर र किसाले त्रैलोक्य शरणजी सुमधुर कथावाचक अनि सुमधुर भजन गायक। यहाँ दिव्य गुफाको दर्शन गरेर आयौँ हामी। ओ त्यो गुफा हो। ठाडै भेट छ। जान चाहिँ सजिलो, आउन चाहिँ यसको सहारा चाहियो। पुगेर आइयो। बडा दिव्य गुफा रहेछ भित्र। जय हो। वस्त्रामी जानुहुन्छ भने दर्शन गरेर आउनु। मन नजाने जानु आउनु चाहिँ नहुनु। त्यही बस्नु। आयो भने त एकैचोटि तल आउँदाखेरि बाटो खोजेर आउनुपर्छ। मैले चाहिँ बाटो खोजेर नै फाँडेर आउनुपर्छ। जय हो। ओडार रहेछ रनु चाहिँ माथि चाहिँ के मान्छे बस्या हो कि जनावर केही बस्या हो। गोरेटो बनाएको रहेछ। भित्र पसेको सानो छ, धेरै ठुलो त छैन। एउटा झरना यहाँ, एउटा झरना यता छ।
सेल्फी लिन्न जति आउँछ त्यो मोबाइलबाट